नमस्कार। व्याकरणका कुरामा यहाँहरूलाई स्वागत छ। आउनुहोस् आज कुरा गरौँ सर्वनाम पदको। पद वर्ग अन्तर्गत पर्ने सर्वनाम पद विकारी शब्द हो। नामको सट्टामा प्रयोग हुने शब्दहरूलाई सर्वनाम भनिन्छ। यसको बारेमा बुझ्नको लागि केही उदाहरण हेरौँ। श्याम कवि हुन्। श्याम राम्रा कविता लेख्छन्। रामका 4वटा बाख्राहरू छन्। रामका 4वटा बाख्राहरू खोरमा छन्। रमेश, दिनेश र पवन खेलाडी हुन्। रमेश, दिनेश र पवन भलिबल खेल्दैछन्। यी वाक्यहरूमा नाम शब्दहरू दोहोरिएर आएका छन्। यी नाम शब्दहरूको सट्टामा हामीले अर्को शब्दको प्रयोग गर्न सक्छौँ। जस्तै श्याम कवि हुन्। उनी राम्रा कविता लेख्छन्। रामका 4वटा बाख्राहरू छन्। ती खोरमा छन्। रमेश, दिनेश र पवन खेलाडी हुन्। उनीहरू भलिबल खेल्दैछन्। यसरी नामको सट्टामा प्रयोग भएका शब्दहरूलाई सर्वनाम भनिन्छ। त्यस्तै गरी नामको सट्टामा प्रयोग हुने शब्दहरू म, हामी, त, तिमी, तपाईँ, ऊ, उनी, उहाँ, तिनी, आफू, को, के, यी, ती, यो, त्यो आदि यी शब्दहरू सर्वनाम शब्द हुन्। साथीहरू, अर्को भिडियोमा फेरि भेट्नेछौँ। धन्यवाद।